हेलो एभ्रिवान, आज म चाहिँ लप्सीवर आएको छ अनि लप्सीको भ्यू देखाउँदैछु म तपाईँहरूलाई। यो चाहिँ लप्सीवर हो। यहाँबाट म भ्लग स्टार्टिङ गर्दैछु तपाईँहरूसँग अनि तपाईँहरूलाई यो बाटोको विषयमा हैन जानकारी दिँदैछ। यो बाटोहरू कस्तो छ अहिले। यो चाहिँ लाप्राक पारपाक बाटो यसरी आएर अनि घुम्दा अनि लप्सीवर अनि माछेकला भएर निस्किन्छ अनि तल माछेकलादेखि हाइवे भेट्छ। यहाँबाट फेरि माछेकलाबाट बारपाक गएपछि हाइवे भेटेर गोर्खा जोडिन्छ। यो बाटो चाहिँ यो बाटोको सिन म देखाउँदैछु। अब भ्लग चाहिँ स्टार्ट भयो लप्सीवरको। आजको भ्लग चाहिँ तपाईँले म लालीकुरा देखाउँछु। आज लालीकुरास यो चाहिँ यहाँबाट पारी चाहिँ कासिकौँ अनि यो चाहिँ लप्सीवर। बाइक चाहिँ स्टार्ट नगरिकन यसरी कुदाउनु पर्यो। हेर कस्तो दामी छ यहाँ लप्सीवरमा। कस्तो छ बाटोहरू। पारी कस्तो टाढा आएको चाहिँ अलि पानी पर्दा छ कि अघि बिहान घाम चोर गएछ। अब बेलुका चाहिँ पानी पर्दा भइरहेछ। जाडो लागिरहेको छ जाडो। यस्तै हो बाटोहरू, यस्तै छ बाटो। अब लप्सीवर आइसकेपछि चाहिँ खाजा खाने ठाउँ चाहिँ यहाँ छ मामा। अहिले बन्द छ कि खुल्ला छ मैले थाहा छैन। लप्सीवरको मेन सेन्टर र चोक चाहिँ यहाँ पसल छ मामा। पसलमा ड्रेस गरेर खाजाहरू खान सक्नुहुन्छ। सेटनी छ यो टोलीको सिन चाहिँ एकदम राम्रो छ क्या। फेरि यो अहिले बादल ढाकेर मात्र नभए यति दामी देख्छ सिन चाहिँ। बाटो चाहिँ यस्तो छ। अहिले चाहिँ बाटो राम्रो छ। अब आशासम्म चाहिँ यो बाटो मान्छे हिँड्न त अलिक गाह्रो। अहिले त खतरा छ। पानी पर्ला पर्छ होला सायद त्यो बिचमा। यता चाहिँ यसरी हेर्नु पर्यो। अहिले चाहिँ लालीकुरास यस्तो दामी फुलेको छ क्या यहाँनिर। लालीकुरास यस्तो दामी फुलेको छ यहाँ हेर। यहाँबाट जानुपर्ने रहेछ लालीकुरास देख्नु। यस्तो लालीकुरास चाहिँ यहाँतिर ट्याक्कै छ यहाँतिर। यो चाहिँ लालीकुरास। यहाँतिर लालीकुरास चाहिँ यस्तो हुन्छ कि ठ्याक्कै तपाईँले त्यही हुन्छ लालीकुरास। यहाँ लालीकुरास यस्तो।
यसको चाहिँ यो पानी यो पनि फुल पनि खान्छ कि फेरि बाटो चाहिँ यस्तो छ बाटो ओह्रालोमा चाहिँ बिस्तारै हिँड्नुपर्छ बाटोमा चाहिँ हामीले यस्तो बिस्तारै अगाडिको ब्रेक र पछाडिको ब्रेकको ब्यालेन्स मिलाउनै पर्छ हामीले नत्र साथै जानु आस्ते एकजना त्यस्तो ब्रेक मिलाउनु जान्छ ओह्रालोमा क्लचहरू ब्रेक सबै छोड्दै एक्सिडेन्ट भयो Kita waris asam dulu. Kita waris. Kena orang? Jangan di bawah. यो बाटो बनाउने क्रममै छ कि बनाउने क्रममै छ अहिले मकैको बिउ हालिसकेको छ यता है अब काफल पाक्छ 1 महिनापछि यहाँतिर आउँछ कि माछालाई खुवाइन्छ खाने बेसी खाने गाउँतिर चल्ने पाउँछ अनि यो बाटो हिँडेको काफल यति धेरै खान पाउँदैन काफलको तपाईँले हिँड्न सक्नुहुन्छ हो त्यहाँबाट यसरी हिँड्नुपर्छ यो तल अनि फेरि यहाँबाट चाहिँ तल माछाकोला झर्छ पाखामा त छ पहिरो जताततै पहिरो मात्र टाढो छ पहिला 1-2 वर्ष 4 वर्ष अगाडि नै यो ग्राभल हुने बाटो यताको कारणले गर्दा यो कति 6-7 वर्ष भयो फेरि नाली होला नाली पनि फेरि अब ग्राभल नपऱ्यो काफल रोप्दै यहीँ छ कि अब यसपालि फोलेन क्या काफल यस्तो भिड छ यहाँको बाटो बजाउनै पर्ने हुन्छ बाटो यस्तो छ बाटोमा बाइकहरू गाडी छिटो भन्दा बिजोग छ त यो बाटो छ बाटो छ के बाटो यो चाहिँ माछकोला आइपुग्यो माथि लाप्राक बारपाक घुम्दा लप्सीवरबाट चाहिँ यहाँ निस्किन्छ यो चाहिँ माछकोला भयो यो चाहिँ माछकोला पारी
अनि आजको भ्लग चाहिँ यति नै राख्नेछौँ। नेक्स्ट टाइम म तपाईँहरूलाई अर्को भ्लगमा देखाउनेछौँ।